हुन्छ सबैलाई जय मसीह। म आज बाइबलको यो दुईवटा पदलाई म पढ्न चाहन्छु तपाईँहरूको सामु। यो चाहिँ उत्पत्तिको पुस्तक 3 अध्यायको 8 र 9 पदमा हामी यसरी लेखेको पाउँछौँ। अनि साँझपख परमप्रभु परमेश्वर बगैँचामा डुल्दै हुनुहुँदा तिनीहरूले उहाँको स्वर सुने र मानिस र उनकी पत्नी बगैँचाका रुखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके। 9 पदमा तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनु भयो, त कहाँ छस्? आमेन है। अनि यहाँनिर हामी यो कुरा पाउँछौँ। अनि आदम र हब्बा अनि परमेश्वरको नजरदेखि यहाँ लुकेको अवस्थामा है। अनि परमेश्वरले चाहिँ उनीहरूलाई एकदमै होइन कृपालु शब्दमा बोलाउनु भएको छ, त कहाँ छस् है। यी कुरा हामी पाउँदछौँ। त्यसै कारणले अनि आज तपाईँ र म पनि होइन विभिन्न ठाउँमा विभिन्न जग्गामा विभिन्न आज होइन टाढा टाढाको देशमा हामी रहेका हुनसक्छौँ होइन। हामी काम विशेषले नोकरी कमाइको विशेषले तपाईँ जहाँ हुनुहुन्छ होइन, तपाईँ हामी जहाँ छौँ अनि परमेश्वरले चाहिँ आज तपाईँ र मलाई त्यही नै भन्नुहुन्छ होइन। अनि त्यसैले परमेश्वरले मानिसलाई बोलाउनु भयो, त कहाँ छस् है। आज तपाईँ र मलाई पनि चाहिँ परमेश्वरले हामी जहाँ छौँ त्यहाँ नै उहाँले हेर्नुहुन्छ अनि उहाँले हामीलाई बोलाउनुहुन्छ। त्यस कारण हामी भन्नुपर्छ, प्रभु म यही छु। आमेन।